सर्वप्रथम त यो सुन्दर गाउँ बहादुरपुरलाई सम्झिन चाहन्छु। यो गाउँसँग मेरो निकटतम सम्बन्ध छ। यहाँ मैले केवल जागिर मात्र होइन, यहाँ मैले एउटा सिङ्गो परिवार पाएँ। मिलनसार र सहरी साथीहरू पाएँ। यहाँका थुप्रै रीतिरिवाज पुरानो संस्कृति सिक्ने अवसर पाएँ। मैले बिर्सिनै नसक्ने यहाँको झ्याउरेमा अझ भन्नुपर्दा यहाँका बालबालिकादेखि वृद्धसम्मको अथाह माया पाएँ। म यस क्षेत्रमा कार्यरत हुँदा विशेष गरी वृद्ध बा-आमाहरू, विद्यालयका बालबालिका र युवा साथीहरूसँग अलि निकट रहेर होला सरुवा भएर अन्यत्रै जाने थाहा पाएदेखि उहाँहरूले भेटेपछि नरमाइलो लागेको कुरा र नाजान मिल्दैन र भन्ने जस्ता कुरा गरिराख्नु भएको नरमाइलो मानिराख्नु भएको छ। मलाई पनि यो एक हप्तादेखि राम्रोसँग निन्द्रा लागेको छैन। मनमा अनेक कुरा खेलिरहेको छ। मेरो दिमागमा बहादुरपुर बाहेक केही छैन। तथापि मेरो पारिवारिक र केही व्यक्तिगत कारण घर बाहेक जानै पर्ने भएको हुँदा म कठोर भएर यो गाउँ छोडेर जाँदैछु। यो गाउँमा बिताएका थुप्रै रमाइला पलहरू छन् जुन मैले कहिल्यै बिर्सिने छैन। म पटक पटक यो गाउँमा व्यक्तिगत सम्बन्धलाई सम्झेर आइराख्ने बाचा गर्दछु। मैले बहादुरपुर वडा कार्यालय र बहादुरपुर स्वास्थ्य सेवकमा गरी बिताएका 2 वर्ष सेवा अवधिका दिन केवल जागिरका दिनहरू मात्र थिएनन्। ती मेरो सिक्ने हुर्कने र आफूलाई तिखार्ने एउटा सुन्दर अवसर थिए। म यस संस्थामा प्रवेश गर्दा जस्तो थिएँ, आज यहाँबाट जाँदै गर्दा त्योभन्दा धेरै अनुभवी र परिपक्व भएको महसुस गरिरहेको छु। यसको सम्पूर्ण श्रेय यहाँको वातावरण र तपाईँहरूको अटुट साथलाई जान्छ। कार्य सम्पादनका क्रममा हामीले सँगै बिताएका कैयौँ दिन र जटिल समस्याहरूको समाधान खोज्दा ती छलफलहरू र सफलता प्राप्त गर्दाका ती सामूहिक खुसीहरू मेरा लागि अमूल्य सम्पत्ति हुन्। विशेष गरी मेरा सहकर्मी साथीहरू जसले मलाई एउटा कर्मचारीको रूपमा मात्र नभई परिवारको सदस्यको रूपमा माया र सद्भाव दिनुभयो। यहाँहरूको अभाव मलाई सधैँ खट्किरहनेछ। काम गर्ने क्रममा मानवीय स्वभाववश मेरो बोली वा व्यवहारले कसैको मन दुखेको हुन सक्छ वा कसैलाई चित्त नबुझेको हुन सक्छ। त्यसका लागि म आजकै दिनमा हृदयदेखि नै क्षमा चाहन्छु। मेरो मनमा कसैप्रति कुनै गुनासो छैन। केवल सम्मान र आत्मीयता मात्रै छ। भौगोलिक रूपमा म अर्कै ठाउँमा रहे पनि यो संस्था र यहाँका आत्मीय अनुहारहरू मेरा सम्झनामा रहिरहनुहुनेछ। यो विदायी सम्बन्धको अन्त्य होइन, बरु एउटा नयाँ प्रकृतिको मित्रताको सुरुवात हो भन्ने मैले ठानेको छु। अन्त्यमा मलाई विश्वास गरेर जिम्मेवारी सुम्पने नेतृत्व तह पाइलामा साथ दिने यस वडाका श्रद्धेय अध्यक्षज्यू, वडा सदस्यज्यूहरू, सहकर्मी साथीहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लगायत समग्र बहादुरपुरेली पब्लिकप्रति पुनः कृतज्ञता व्यक्त गर्दछु। यस संस्थाले भविष्यमा अझै ठूला सफलताका शिखरहरू चुम्बोस्। तपाईँहरूको व्यक्तिगत जीवन सुखमय रहोस्। बहादुरपुरको सधैँ उन्नति प्रगति होस् भन्ने कामना गर्दै यो पत्रको अन्त्य गर्छु। धन्यवाद, नमस्कार। पत्र चाहिँ लेखेँ मैले, केही सन्देश चाहिँ लेख्न मन लाग्छ, हामीसँग पढ्न सकिनँ, भावुक पनि। बहादुरपुरसँग मेरो एकदम नजिकको सम्बन्ध छ, एकदम निकट सम्बन्ध छ। मैले कहिल्यै बिर्सन नसक्ने ठाउँ हो। यहाँका पलहरू एकदम अविस्मरणीय रहनेछन्। मेरो सरकारी स्थायी सेवाको पहिलो कार्यक्षेत्र यो भए पनि योभन्दा पहिला 3 वर्ष सरकारी क्षेत्रमै अस्थायी रूपमा मैले काभ्रेपलाञ्चोक जिल्लामा 3 वर्ष काम गरिसकेको छु। र यहाँ आउँदाखेरि मैले जति पनि जिम्मेवारी दिएको थियो पालिकाले मलाई म स्वास्थ्य प्रशासन प्राविधिक तर्फको कर्मचारी हुँदा पनि प्रशासन हेर्नलाई वडा कार्यालयमा खटाउनु भएको थियो। त्यहाँ गएर पनि राम्रैसँग काम गरियो। कसैबाट चाहिँ हस्तक्षेप, काम गर्ने क्रममा कुनै किसिमको हस्तक्षेप दबावहरू पनि भएन। अनि यहाँको जनता बुझ्ने हुनुहुन्थ्यो, यहाँको जनप्रतिनिधिज्यूहरू एकदमै बुझ्ने हुनुहुन्थ्यो। स्वास्थ्य क्षेत्रमा पनि जति काम गरियो 2 वर्षको अवधि करिब मेरो 29 गते चाहिँ यहाँ माथागाडीमा पाइला टेकेको र हाजिर भएको 2 वर्ष पुग्छ। र यो समय अवधिमा जहाँसम्म लाग्छ कसैसँग तिता पल छैनन्। सबैसँग चाहिँ सम्बन्ध एकदम राम्रो रह्यो। सबैसँग अलि म छिटो सबैसँग घुलमिल हुने अनि सबैसँग चाहिँ अलिक बोलिहाल्ने, अनि विशेष गरेर बा-आमाहरू र बालबालिकाहरूसँग जिस्केर बोल्ने, अनि जहाँ भेटे पनि बोल्ने भएको भएर पनि अलिक नजिक भयो। हिजो अस्ति जति आमाहरू बाहरू भेटिँदा पनि जाने बेला भयो भन्दा अलि नराम्रो मानिराख्नु भएको थियो।
र जुन अब कार्य गर्ने आफ्नै शैली हुन्छ। कतिपय कार्यालयहरूमा कोही स्टाफ चाहिँ एकातिर फर्किने, कोही अर्कोतिर फर्किने पनि हुन्छ। जता मैले जहाँ काम गरेँ अहिलेसम्म 3 वर्ष उता काम गर्दा पनि राम्रैसँग चाहिँ त्यहाँको कार्य सम्पादन पनि राम्रै थियो। अनि यहाँ हुँदा पनि वडा कार्यालयमा काम गर्दा पनि जहाँसम्म लाग्छ हाम्रो साथीहरू हुनुहुन्थ्यो, जनप्रतिनिधिहरू, कसैसँग ठुलो स्वरले बोल्ने अवस्था सिर्जना भएन। सबैसँग चाहिँ मित्रको व्यवहार रह्यो। जहाँसम्म लाग्छ सहज तरिकाले त्यहाँ पनि कार्य सम्पादन भएको थियो र अरू कर्मचारीहरूले पनि मसँग काम गर्दा चाहिँ सहज अनुभव भएको चाहिँ प्रतिक्रिया दिनुभएको थियो त्यति बेला। र स्वास्थ्य चौकीमा पनि आउँदाखेरि पनि कसैसँग व्यक्तिगत रूपमा चाहिँ कसैसँग यस्तो भएन भनेर अथवा चाहिँ त्यो रिसाउने खालको ठुलो स्वरले बोल्ने अथवा मप्रति चाहिँ कस्तो त्यस्ता ठुलो आवाज उठाएको चाहिँ मैले 2 वर्ष कार्यकालमा एकजना व्यक्तिबाट पनि मैले सुनेको छैन। यसमा चाहिँ म आफूलाई सफल भएको चाहिँ महसुस गर्छु। हिजो पनि पालिकामा विदाय तथा फेरि भेट्ने कार्यक्रम गर्नुभएको थियो। पालिकाको श्रद्धेय अध्यक्षज्यू र हाम्रो सीमा प्रमुख प्रशासकीय अधिकृतज्यूले पनि मेरो बारेमा एकदमै राम्रो प्रशंसा गर्नुभयो। अनि यहाँ बहादुरपुर उहाँहरू आउँदाखेरि बहादुरपुरको पब्लिकले पनि मेरो बारेमा राम्रो फिडब्याक दिनुभएको रहेछ उहाँले बुझ्दाखेरि। र त्यो एकदमै खुसी लाग्यो अब पब्लिकहरूप्रति। गर्नु त यहाँ आइयो 2 वर्षभित्र 2 वर्षको अवधि भनेको यति छिटो गयो कि थाहा नै भएन कि। म 2 वर्ष बसेँ, ल म यहाँ आएको त 2 वर्ष पुगेँ भन्ने खालको कहिल्यै पनि भएको भएन। तथापिमा चाहिँ बहादुरपुर मलाई चाहिँ धेरै समयसम्म चाहिँ बस्न मन लागेको हो। तर व्यक्तिगत पारिवारिक दृष्टिले पनि हेर्नुपर्छ। भौगोलिक हिसाबले चाहिँ घरबाट धेरै टाढो भएको कारणले गर्दा हुन त म लुम्बिनी प्रदेशभित्रै छु, तर अलिक दूरीको हिसाबले योभन्दा अलिक छोटो दूरीमा घर बाहेक र पारिवारिक समस्या पनि त्यस्तै भएको कारणले नजिक जान खोजेको मात्रै हो। त्यहाँबाट मेरो करिब 4.5-5 घन्टामा चाहिँ घर पुगिन्छ। 2-3 दिन बिदा हुँदा केही समस्या पर्दा तुरुन्तै जाम भन्दा पनि यहाँको भन्दा पनि सहज हुने भएको कारणले गर्दाखेरि गएको। काम गर्ने क्रममा कुनै पनि किसिमको त्यस्तो बाधा भएन, अप्ठ्यारो महसुस कहिल्यै पनि भएन। र एउटा चाहिँ मलाई चाहिँ यति चाहिँ महसुस हुन्छ कि मान्छे काम गर्ने भनेर चाहिँ कुनै पनि ठाउँमा गइसकेपछि आफूलाई दिएको जिम्मेवारी चाहिँ सफलतापूर्वक चाहिँ निर्वाह गर्नुपर्छ अथवा काममा चाहिँ खटेर मजाले काम गर्नुपर्छ जस्तो लाग्छ। र जाँदै गर्दा पनि अब करिब यो अघिल्लो महिना चुनावभन्दा अगाडि म यस बहादुरपुर वडाको फेरि घुम्न त म आएदेखि नै फिल्ड घुमेर सबै वडा घुमिसकेको हो। सबै वडाको गयो भने सबै घरको मान्छेले मलाई पनि चिन्नुहुन्छ, म पनि कुन घर चाहिँ कसको भन्नेसँग चाहिँ चिन्ने भएको छु कि। अनि र यो अगाडि हामी जुन अघि सरले प्रस्तुत गरेको लाइन लिस्टिङ थियो, पूर्ण संस्थागत प्रस्तुति सेवा घोषणाको लागि लाइन लिस्टिङ थियो, पूर्ण खोप सुनिश्चितताको लागि लाइन लिस्टिङ गर्नुपर्ने थियो। अनि घर घरमा स्वास्थ्य कर्मी कार्यक्रम थियो। त्यो कार्यक्रमको सिलसिलामा म बहादुरपुर